म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ कि मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि। सुदन गुरुङ मेरो दाइ कुन चाहिँ शब्दले तिम्रो तारिफ गरौँ के माटोक्ने यार ल तपाईहरु आफै भन्नुस् है त माटोक्ने जनताकै पसिना लुटेर यो पुरानो पार्टीको बुढो खाडो भरौटे झोलेहरूले आफ्नो भाडो भरेको ठिकी माटोक्ने जनताको लागि भनेर दिन रात नभनिकन फिल्डमा उत्रेर जनताको लागि पसिना बगाउने मान्छे ठिक माटोक्ने क्युआर राखेर जनताकै पैसा लुटेर खाने मान्छे ठिकी माटोक्ने आफ्नो पहिलो स्यालेरी पनि जनतालाई बाँड्ने मान्छे ठिक माटोक्ने ओ माटोक्ने प्रचण्ड काका साथी तिम्रो सहकार्य के भयो माटोक्ने रसपाला घुँडा टेकाउँछु भन्थ्यो त माटोक्ने सुदन गुरुङ त माटोक्ने पैतालाले टेकेर ठिमिक 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 हिँड्दै थियो त माटोक्ने गृहमन्त्री जस्तो मान्छेकै जम्मा 65,000 स्यालेरी ल्याएर अनि त माटोक्नेहरूले चाहिँ थोरै समयमा यत्रो करोडौँ अर्बौँ रुपियाँ खरबौँ कहाँबाट जम्मा गरिस् माटोक्ने अस्ति शेरबहादुर घर कति करोडको रक्सी भेटेको अरे माटोक्ने एउटै बोतल अब रक्सीकै कुरा गर्नु पर्दा यो माटोक्ने गुभटिनीको कुरा त नगरी कुरो हुँदैन माटोक्ने यसलाई माटोक्ने त्यस्तो रक्सीको बारेमा के थाहा भने हुन त माटोक्ने लोकल रक्सी खान्छेहरूले त्यस्तो रक्सी देख्यो भने त्यस्तो रक्सी देख्ने बित्तिकै अलिअलि लाग्छ छुँदाखेरि झ्याप हुन्छ घर ल्याएर खान्छु भनेर गोजीमा हाल्दाखेरि मात्र पनि झ्याप भएर झाडीमा उतार्नु परेर सुत्दिन्छ माटोक्ने कति छ हेर्छ कहाँको कुरा कहाँ ल्याएर हान्दैछु म तँलाई हान्छु यसै गरी हान्छु माटोक्ने तँलाई तैँले त मेरो आमालाई गाली गरेर छेस् नि त्यही पनि मुख छाडेर तेरो बाबामाको नाम पनि मुस्दिन तँलाई तथा नाम गाली पनि गरिदिने हेर्न सभ्य भाषामा तेरो टोल समाचार मुख देखाउन नसक्ने नबनाएछ म तँलाई छोड्दिनँ हेर आम्मा कसम छोड्दिनँ म चाहिँ हेर्दै जा